guys, welcome back to my new vlog. आज चाहिँ हामी चरा समात्ने छौं। यहाँ डोको र हाम्रो ट्रिक यसको भित्र चाहिँ चामलहरु राखेर यो चाहिँ युवराजको ट्रिक हो। युवराजको हामी चाहिँ अहिले युवराजको घरमा छौं। युवराज चाहिँ के रे चराले खानेकुरा चरा खाने अलि बाहिर राखाइ ए अब यसरी यहाँ यस्तो गर्ने पर्यो अनि बित्तिकै छोड्दिने समाति भेट्यौँ नि है। ओके गाइज र गाइज हाम्रो समातिसकेको थियौँ उडेको के भगेर यो रात चाहिँ दाल हाल्दैछ अलि भित्र राख नि त नि त्यो पानपुक के हो अनि अगाडि त्यो चरा समात्यो नि त्यसले पानीपुक खाइदिएको रहेछ। पानी हालेर त झन् आइदिरहेको कफी बनाएर खानु लाग्यो एनर्जीको लागि कफीसँग चरा समात्नको लागि तर एउटा हैन गाइजहरु आधा घण्टादेखि कुरेछौँ एउटा चरा कहाँ पुग्यो त पुगिसक्यो ओ यहाँ गयो झ्याल खुल्लै राख्नु पर्यो ओ यहाँ गयो के यो झ्यालभित्र फ्यान गरेर त्यो साउन्डले पनि अलि भागेको युवराज यता हेर हाई गर्दा हाई फाइनली 2 घण्टा पछि बल्ल एउटा चरा समात्न सफल भयौं हामी। परेवा एक दुई दिन त पाल्नै पर्यो नि यार 2-3 घण्टा धेरै राम्रोसँग यो त उड्छ। ओइ तिमी समात के फाइनली एउटा चरा त पाइयो त्यो त न पाउँदैन नि घर गइहालिस म यही बसेको थिएँ कि हामी दुईजना अघिबाट यही बसेको थियौँ नि अनि मैले ट्याक्कै त्यही कोचीमा अड्काइदिएँ यहीँ बसेँ अनि यस्तो चराहरू यस्तो पखेटाहरू लाग्दाखेरि आवाज हुन्छ नि त्यस्तो आवाज आयो अनि आयो छिटो मोबाइल राखेर परेर यो चरा थियो अनि यो ट्याक्क अनि मैले समातेँ डोरी समातेँ अनि त्यहाँ अनि यस्तो आयो भित्र छिटो सट्ट तान्दै आइरह त्यसलाई घर बनाउन पर्यो गाइजहरु। अब आजको लागि परेवा भेटियो अब अर्को ब्लगमा भेटौँला। हामी फेरि पकाएर खाने हैन हामी त्यस्तो हैन है त्यस्तो हैन हामी त्यस्तो हैन पाल्ने हो हामी। अब अर्को ब्लगमा भेटौँला। अब अर्को ब्लग चाहिँ यसको घर बनाउने है अब आजको लागि यति नै। अब अर्को ब्लगमा भेटौँला त्यतिको लागि बाइ।